नमस्ते साथीहरू, वेलकम छ हजुरहरूलाई मेरो अर्को भ्लगमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै छु। म चाहिँ झर्न बुढा थोकी फेरि पनि आइसकेँ हजुरहरूको सामु नयाँ भ्लग अनि भिडियो लिएर। आशा छ सबैजनाले माया गरिदिनुहुन्छ भन्ने। साथीहरू म चाहिँ आज बिहान बिहानै भ्लग गराउँदैछु। यति बिहानै उठेको छु साथीहरू, के गर्नु एक्लै छु त्यही भएर बिहान बिहानै उठेँ। अब चाहिँ म पहिला यहाँको घर बढाल्छु अनि लिपपोत गर्छु। साथीहरू गाह्रो हुँदो रहेछ सासू मम्मी नभएपछि एक्लै के काम गर्नु कस्तो हात्तिने भएको छ साथीहरू। अब चाहिँ म पहिला चाहिँ यहाँ बढाल्छु लिपपोत गर्छु अनि त्यसपछि तल जान्छु पानी ल्याउँछु है त। अहिले फेरि एक्लै छु ढिला हुन्छ, म पहिला काम गर्छु। ओके माथिको काम चाहिँ सक्यो साथीहरू। अब चाहिँ हामी म तल पसल खोल्नलाई जानु लाग्यो। फर्स्टमा चाहिँ पानी ल्याउँछु अनि त्यसपछि मात्र पसल खोल्छु साथीहरू।
एक्लै भएपछि यस्तो झ्याउ हुन्छ नि, यस्तो झ्याउ। मम्मी यहीँ भएपछि पानी ल्याइदिनुहुन्थ्यो, आफू गएर बस्नुहुन्थ्यो, खानासाना बनाउनु हुन्थ्यो। अब त सबै गरेर आफै, त्यही भएर हतार हतारमा गर्नुपर्छ कामहरू पनि। अब चाहिँ म पानी लिन जान्छु है त। हाम्रो कुकुर बिरामी भएर कस्तो भएको क्या। पहिलाको फोटो म कस्तो छ अझ म पहिला राखिदिन्छु है, पहिलाको फोटो। साथीहरू आज चाहिँ म खिचडी धुन्दा मम्मी धन्न नफाले साथीहरू, अलिकति चाहिँ फाली गयो क्या हो। खिचडी के अरे सिल्ला बनाउनु लाग्यो क्या पिठो हालेर, तर फर्स्ट टाइम हो साथीहरू। मिठो हुन्छ या हुँदैन कसरी बनाउँछन् मलाई त केही आइडिया नै छैन। कस्तो हुन्छ धर्म पोखिन्थ्यो। हाम्रो सासु मम्मी चाहिँ बनाउनुहुन्थ्यो कि साथीहरू। मैले चाहिँ कहिले पनि बनाएको थिएँ, खिर चाहिँ बनाएको थिएँ कि, खिचडी चाहिँ बनाएको थिएन, के अरे सिल्ला चाहिँ बनाएको थिएन। कसरी बनाउँछ फर्स्टचोटि बनाउँदैछु। मैले चाहिँ दुध हालेँ, एकछिन पकाएँ दुधलाई राम्रोसँग, अनि चिनी हालेँ, चिनी घोल्यो, अनि पिठो हाल्दै रोटी बेलेर हाल्ने। पिठो चाहिँ कस्तो हुन्छ साथीहरू, म लागिसकेपछि हजुरहरूलाई सेयर गरी नै हाल्छु। हेर्नु न यो चल्लो ढोका खोल्न नै दिँदैनन् के, यस्तो छन् नि, यस्तो नि चल्लाहरू। हेर्नु नराम्रो नराम्रो। बिहान मैले यो डिब्बाभरि चारो हाल्दै तैपनि अझ यस्तो व्यक्तिमा छन् साथीहरू। चाहिएमा सम्पर्क राख्नु होला है त। मैले चाहिँ त्यही खिचडी मात्र बनाउनुको। अब चाहिँ म अहिले पछि गर्छु है त। साथीहरू हजुरलाई हुन्छ कि हुँदैन घरमा एक्लै भएको बेला के गरौँ, फर्स्टमा के काम गरौँ भनेर हतार हुन्छ कि नै। मलाई त आमामा कस्तो हतार हुन्छ भने के काम गर्दैन के काम गर्दैन जस्तो क्या, ढिला हुन्छ कि यस्तो हुन्छ क्या। सासु मम्मी भएको बेला सासु मम्मीले एउटा काम गर्नुहुन्छ, म एउटा काम गर्थेँ, अनि त्यही भएर त्यस्तो हुन्थेन। एक्लै भएको बेला त आमामा यस्तो तनाव हुन्छ नि साथीहरू, यस्तो तनाव के गर्नु। सासु मम्मी पनि घरले जानुभएको होइन, बाध्यताले जानुभएको हो। अब त्यति बेलसम्म जसो तसो त गर्नै पर्यो होइन त। बुहारी मान्छे भइसकेपछि घर त सम्हाल्नै पर्यो। हजुरहरूलाई हुन्छ कि नै त्यसो भन्ने मलाई है त। कस्तो हाँसो लाग्यो साथीहरू मलाई। मैले अघि भिडियो बनाउँदा हजुरहरूलाई म खिर पकाउन लगाएको छु। पकाइसकेपछि के अरे खिर होइन सिल्ला पकाउन लगाएको छु। पकाइसकेपछि हजुरहरूलाई देखाउँछ भने भुसुक्कै बिर्सेछ। कोही बात नहीं साथीहरू, अहिले बनाएर पनि खाइसक्यौँ, आधा बजेको थियो, अनि त्यही ठ्याक्क दिमागमा याद आयो मैले त देखाउँछु भन्ने थिएँ भनेर। हेर्नुहोस् यस्तो भएको छ, तर मिठो चाहिँ एकदम मिठो भएको छ साथीहरू। मैले त अहिले सम्झेँ कि खान्छु भनेर सोचेको थिएँ, मैले त अगाडि देखाउँछु भनेको छु भनेर सम्झेँ, अनि ठ्याक्क हजुरहरूलाई देखाएको। फर्स्ट टाइम बनाएको तर एकदम मिठो नै भएको छ। अस्ति मम्मीले बनाएको जस्तो जस्तै भएको छ साथीहरू। अब अर्कोचोटि पनि पकाउन सक्छु, म मिठो बनाउन सक्छु। हेर्नु त यो चल्ली, हेर्नु त खानालाई आम्मामा कस्तो हाम्रो चल्लीहरू यस्तो छन् हेर्नुहोस्
साथीहरू मान्छेले खान नपाएको बेला यसलाई दिने अरे त्यही पनि यस्तो मिठो चिज अन्त साथीहरू सबैजनाले हाम्रो ब्लगलाई माया गरिदिनु होला अनि हाम्रो भिडियोहरूलाई लाइक कमेन्ट शेयर सब्सक्राइब पनि गरिदिनु होला फर्स्टको ब्लग हो मिस्टेक हुनसक्छ एडिटिङमा अनि त्यसपछि बोलाइमा अनि क्यामेरा समात्ने स्टाइलमा मिस्टेक हुनसक्छ त्यसमा चाहिँ म क्षमा प्रार्थी छु हजुरहरूले कमेन्ट मार्फत सजेस्ट गरिदिनु होला अनि म त्यसलाई सुधार्दै जानेछु भन्दै आजको भिडियोलाई यहीँ स्टप गरौँ बाइ बाइ एभ्रिवान लभ यु चुप्पा